गुड आफ्टरनुन। आज चाहिँ म पेलिङको यो नयाँ पोइन्ट बनाएको रहेछ यहाँनिर है। यो अलिकति कहाँ भने पेमायाङ्सी मोनास्ट्रीदेखि अलिक अगाडिपट्टि रोडकै छेउमा। र यो खोलिएको त भयो होला अब 2-3 महिना, तर आज म फर्स्ट टाइम यहाँनिर आएको घुम्नको लागि। कस्तो छ हजुरहरूलाई पनि देखाउँछु, हजुरहरू पनि हेर्नुहोस् है त। यस्तो छ यहाँनिरको है पोइन्ट चाहिँ। यो पाइन ट्री धुप्पीको रुखहरू होइन, यति राम्रो ठाउँ रहेछ यहाँ। र यो चाहिँ अहिले अर्किड हाउस भनेर बनाएको रहेछ। फिलहालमा चाहिँ अहिले हालैमा नयाँ अर्किडहरू लगाएर रहेछ। त्यस्तो खासै चाहिँ अब फुलेको चाहिँ छैन रहेछ है यो अर्किड हाउसमा चाहिँ। तर एकदम राम्रो प्लेस छ यहाँनिर, हजुरहरू पनि आउँदा हुन्छ यहाँ घुम्नको लागि है। हेर्नुहोस्, यो हामीले यहाँ आई लभ पेलिङ भनेर पनि लेखिएको देखिन्छ है। यो ठाउँ यति मजाको छ भ्यू है, सिनेरी हेर्नुहोस्। यो पाइन ट्रीहरू, पाइन फरेस्ट भनौँ है, सो पाइन ट्रीहरू यति मजाले सुन्दरता छ यहाँको। र यहाँनिर हजुरहरूले फोटो लिनुको लागि यस्तो पनि बनाइदिएको रहेछ है। र यहाँबाट चाहिँ अहिले पारिपट्टि चाहिँ हजुरहरूले अब पुरा कुहिरो ड्याम्म लागेको छ बादल, त्यसले गर्दा यो पारिको भ्यू चाहिँ हजुरहरूले राम्रोसँगले देख्नु पाइएन। किनकि यहाँदेखि पारि चाहिँ कञ्चनजङ्घा फुल देखिन्छ। कञ्चनजङ्घाको पर्वत जो हिमाल छ त्यो चाहिँ यो पारिपट्टि देखिन्छ होइन। र मौसम सफा छ भने चाहिँ एकदमै सुन्दर नजारा यहाँदेखि देख्न पाइन्छ है। हेर्नुहोस्, यो रोडकै छेउमा हो, धेरै टाढो पनि होइन, बाटोकै छेउमा। हेर्नुहोस् यति मजाको पोइन्ट जग्गा बनाइएको छ है। हेर्नुहोस् यी, र यहाँबाट हजुरहरूले यो कञ्चनजङ्घाको यो हेर्नुहोस्, कञ्चनजङ्घाको रेन्जहरू यसरी देखाइएको यो म्याप पनि बनाएर राखेको रहेछ। र यहाँबाट यो दुर्पिनको थ्रुबाट हजुरले यो पारिपट्टि कञ्चनजङ्घा एकदमै राम्रोसँगले हजुरहरूले हेर्नु पनि सक्नुहुन्छ। यहाँतिर दुर्पिन पनि राखिदिएको रहेछ है। हेर्नुहोस् यति सुन्दरता छ यहाँको भ्यू चाहिँ। र हेर्नुहोस् धुप्पीको रुखहरू, यतिको रमाइलो ठाउँ छ यहाँनिर। हजुरहरू पनि आएर घुम्नु सक्नुहुन्छ यहाँनिर है। यहाँ तल चाहिँ मेरो गेस्टहरू सबैजना फोटो लिइरहेको छ है। यति मजाको छ यहाँको ठाउँहरू है। र आजको मौसम भन्नुपर्दा त्यस्तो खासै चाहिँ छैन मौसम चाहिँ, किनकि धुम्म छ, चारैतिर बादलले ढाकिएको छ है। धेरै टाढोसम्म हामीले दृश्य देख्न पनि पाइएको छैन, किनकि अब चारैतिर बादल लागेर केही देख्न पाएको छैन। रही भने जति देखेको छ त्यति पनि यति राम्रो र यति सुन्दरताले भरिएको छ है। यस्तो राम्रो देखिरहेको छ यहाँनिर। हेर्नुहोस् यो पनि तपाईँको फोटो पोइन्ट बनाइदिएको रहेछ यहाँनिर है। र यति सुन्दर ठाउँ र यस्तो प्लेस यहाँनिर बनाएको छ। तपाईँहरू पनि आउनुहोस् र यहाँ घुम्नुहोस् है। यस्तो छ हेर्नुहोस्। र यहाँ पर नानीहरूको लागि खेल्नेको लागि जग्गा पनि बनाएको रहेछ, तपाईँलाई देखाउँदैछु। यो चाहिँ आएर यहाँनिर नानीहरू यसो खेल्ने ठाउँ पनि बनाइएको रहेछ है। र वासरुमहरू पनि छ है यहाँ भित्रपट्टि हेर्नुहोस्। र यति मजाले बनाएको छ। तर यो अहिले अब सुरुवात हो नयाँ, किनकि खोलिएको कति पनि भएको छैन यो पोइन्ट। यसै लगभग 1-2 महिना हुँदै होला। त्यसैले गर्दाखेरि अब यहाँनिर जति चाहिएको कुराहरू चाहिँ यहाँनिर अब छैन भनौँ। अब अलिक समय बादमा धेरै राम्रो पनि हुन्छ होला है यहाँनिर। र यति नै भन्दै आज हजुरहरूदेखि बिदा लिन्छु। भन्दाखेरि यो पोइन्ट चाहिँ कहाँ हो भनेर सोच्नुहुन्छ होला। यो पोइन्ट चाहिँ हजुर पेलिङमा पर्छ र पेलिङको वेस्ट सिक्किममा पर्छ है।
एकदम रमाइलो छ है त। हजुरहरू पनि आएर घुम्न सक्नुहुन्छ। के कसो लाग्यो मलाई कमेन्ट्समा भन्नुहोस्। लाइक कमेन्ट्स गर्न नभुल्नु होला र कमेन्ट्समा लेखेर भन्नुहोस् होला कस्तो लाग्यो यहाँको यो पोइन्टहरू है, पोइन्टको यो दृश्य र यहाँको ब्युटी कस्तो लाग्यो तपाईँले मलाई भन्नुहोस् होला है। त यति नै भन्दै आज हजुरहरूदेखि म बिदा लिन चाहन्छु र अरू केही अपडेटहरू पनि हजुरलाई दिनेछु है।